बरु के भएछ? बुढीसँग फोन कन्ट्याक्ट भइरहेको रहेनछ। बुढी गाउँकै कोसँग हिँड्दै छ। सहन नसकेर विषै खाइदिनु भएछ। बुढी छे, सानी छोरी छे, एउटा चिटिक्कको घर बनाउँछु भनेर कति गुटी गर्थ्यो, कति खट्थ्यो बिचरा। भयोभरको पैसा सहित सब थोक लिएर बुढी हिँडिछे। रातभरि मसँग अब त बाँच्दिन होला भन्नुहुन्थ्यो। मैले कति सम्झाएँ, हरेस खानु हुँदैन, त्यस्तो केही नसोच्नुहोस् भनेर। बिहानै यस्तो गर्नुभएछ। नेपालमा पो परदेशमा छ भन्ने बित्तिकै पैसा कमाइरहेछ भन्ने मात्रै देख्छन्। परदेशीको पीडा कति छ भन्ने कुरा कसले देखाएको छ र यहाँ? साङ्लो बरु ड्युटीमा छु भन्नु न। भले त बिजी छ होला, एउटा कुरो राखिहालेँ है त। म आज छ्यास त्यहाँ